हेलो साथीहरू नमस्ते। सधैँ बाहिरको मात्र काम गर्थेँ, आज चाहिँ यसो घरको पनि काम गरेको भ्लग बनाऊँ भनेर। हाम्रो चाहिँ 2-4वटा रुख ढाल्नु भएको रहेछ हैन। अब मान्छेलाई गजाउन नि अहिले धेरै गाह्रो छ, अब महँगो छ हैन। अब अनि अर्को त्यसपछि पाइन पनि गाह्रो छ फेरि। त्यो भएर मैले 1 घन्टाको टाइम निकालेर घरको दाउरा बोक्ने भनेर आज चाहिँ यसो घरको काममा हात बटाम, प्लस पैसा पनि जोगिने भयो। गाडीमा बोकेपछि हुन त थोरै बोक्छ हैन, तर घरलाई पनि सहयोग हुने भयो भनेर म चाहिँ अहिले दाउरा बोक्न भन्दै हिँडेको छु। त्यो तल घर भएर दाउरा भएको ल जाम है त। बिस्तारै बिस्तारै दाउरा भएको ठाउँमा जाँदैछु। बाटो चाहिँ यस्तै हो, अब अलि डर लाग्दैछ कि बिस्तारै बिस्तारै चलाउने चाहिँ बानी परिसक्यो। यस्तो हो बाटो है, पुरै ठाड्दैछ। फाइनल्ली म चाहिँ दाउरा भएको ठाउँमा आइसकेको छु हैन। दाउरा चाहिँ त्यहाँ तलतिर छ। अब यहाँ गाडी फर्काएर दाउरा हाल्नु गइरहेको छु। ट्याग गर्नु यिनै रहेका छन् हैन। यस्तै लगभग 10 खेप जति ल्याइसक्यो। यो चाहिँ लास्ट खेपमा चाहिँ एउटा भ्लग बनाऊँ भनेर। यहाँ ठ्याक्कै यहाँ राखिन्छ, यहाँ राखेर चाहिँ दाउरा चाहिँ लैन्छ। ल राम राम दाउरा राम। यहाँ चाहिँ गाडीमा ओट राख्ने कुरा चलिरहेछ। यही राखे हुन्छ क्या, यो सानो तैँले लाँदै आउँछ त्यसपछि अहिले लाँदै दिन्छ तँलाई। यो देखिने जति सबै जङ्गल चाहिँ हाम्रै हो। पहिला चाहिँ यहाँ खरेन थियो हैन, अहिले चाहिँ अब कसैले न दाउरा काट्ने न घाँस काट्ने, त्यो भएर पुरै जङ्गल भएको छ। यहाँ पुरै हामीले फाडेर अलिअलि दाउरा बाल्नको लागि। हाँस्दै हाँस भनिदिनु चाहिँ लोड भइसकेको छ। सबभन्दा राखेभरिमा सबभन्दा बढी लोड राखेको छु। तान्छ कि नै अब हेरौँ है। जान पाउँछ। जुन ठाउँमा डर लागिरहेको थियो त्यो ठाउँमा चाहिँ एकदम सकुशलले आइयो हैन। अब चाहिँ म चाहिँ घर जान गइरहेको छु। यही हो ल, अब चाहिँ घर जान गइरहेको छु म। घर चाहिँ पुरै अगाडि हो हैन। चाहिँ म आफ्नो अब दाउरा जाने ठाउँमा आइसकेको छु हैन। अब यही हो, यत्र दाउरा बोकिसक्यो। अब यहाँ यतातिर चाहिँ यत्र दाउरै मैले ल्याएको हैन। यहाँ पनि छ। अब चाहिँ फाइनली म यो झार्न गइरहेको छु। दाउरा चाहिँ यहीँ राखेर अब 1-2 दिनपछि चाहिँ चिर्नुपर्छ। यो अझै काँचीमा चिरिन्छ, चिर्न त। ल साथीहरू, आजलाई चाहिँ यति मेरो भ्लगमा हैन। मेरो भिडियो चाहिँ कस्तो लाग्छ, सेयर सब्सक्राइब कमेन्ट गर्नु होला।